हेलो एभ्रिवान, तपाईहरुलाई तपाईहरुको अगाडि फेरि पनि म एउटा नयाँ भिडियो लिएर आएको छु। अन्त अहिले चाहिँ म यहाँनिर मजाले टेरेसमा बसिराखेको छु हैन। म चाहिँ आज चाहिँ आमालाई प्राङ्क गर्ने। यो मेरो कानमा लगाएको सुन छ त, यो सुन यो कति नै हैन सानो छ हो। यो चाहिँ म अब आमालाई बेच्छु यस्तो त्यस्तो भनेर प्राङ्क गर्छु के भन्दै रहेछ ल। यहाँ चाहिँ म फोन यहाँ राखिराछु हो, आमालाई बोलाउँछु ल। साथीहरु यतिकै बस्ने। आमा एकछिन आउनुस् त यता। ल्याउनु नि, एउटा कुरा भन्नु छ हौ। उयो ट्रेस्मीकोले सिल्की हुन्छ हो के? ट्रेस्मीकोले सिल्की त हुन्छ त अनि म नि चलाउनु ल्याउनु नि। आमा म यो सुन बेच्छु। अबे उपत्र नगर न, त्यस्तो सिलामी हुनु हुँदैन। म सिलामी हुँदा हुँदा यो मलाई कस्तो पैसा चाहिरहेछ नि। जति नै पैसा त्यो छ भने छ पैसा काला कुलुत हुन्छ हुँदैन। भोलि जान्छु नि ल बेच्नु। तेरो लागि त्यसको लागि पो रहेछ। म त आमा प्लिज यहाँ आउनुस् न। आमा प्लिज मलाई माया गर्छ भने लगाओस् भनेर अझै त्यसमा थपेर ल्याउँछु ल आमा भनेको भए चाहिँ म कति खुसी हुन्थेँ। मलाई कस्तो पैसा चाहिरहेछ नि। पैसा चाहिन नि। प्लिज आमा हो यहाँ आउनु नि। यहाँ आउनु नि। त्यहाँ सुतेको आमा ल बेच्छु नि प्लिज। प्लिज आमा प्लिज। पुलिस पुलिस प्लिज आमा हो पुलिस प्लिज हो। लाई यो बेच्छु र त्यहाँदेखि चलाउँछु होइन पैसा। त्यहाँदेखि मेरोमा पैसा भएको बेलामा लाइहाल्छु नि। तेरोमा 10,000 कहाँबाट आउने? कमाइहाल्छु नि। मान्छे मरेन छ भने त पैसा त जति कमाउने भइहाल्छ नि ल आमा। तँलाई दिएको जसै गरे। आमा यहाँ आउनु नि। आमा यहाँ आउनु नि। यहाँ तपाईँलाई मैले प्राङ्क गरेको। झुक्यो आमा म बेच्दिनँ। हो यहाँ भिडियो साथीहरू मैले आमालाई प्राङ्क गरेको क्या। आमाले त मलाई पर्दैन बेच्नु पर्दैन। अब बेचोस् भने नि बेच्दैन नबेच भनेर गएको थिएन। फेरि फर्काएर ल्याएन। लास्टमा चाहिँ प्लिज 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 भन्दा भन्दा चाहिँ तँलाई लगाइदिएको जेसुकै गर भनेर जान्दै रहेछ। ल साथीहरू आमाले चाहिँ मलाई बेच्नु नि दिएन हो। यो आमाले लगाइदिएको सुन्नु नि त सानो छ, साह्रो ठुलो नि लगाइदिएको छैन बिचरा आमाले हालिदिएको न हो। ल साथीहरू बाई बाई।